हेलो साथीहरू, हामी चाहिँ आज माछा मार्न जाँदैछौँ हैन। हाम्रो टोली चाहिँ अगाडि हिँडिसकेको छ। ल हेर्नुस् है, यसरी हिँडिरहेको छ। अनि हामी चाहिँ खोलामा गएर अब माछा मार्न सुरु गर्दैछौँ। तयारी अवस्थामा छौँ। हेर्नुस्, यसरी झुल तल राखेर माथिबाट माछा त्यही नै हो। अनि बिहानदेखि बेलुकासम्म हामीले मारेको माछा चाहिँ यही हो हैन। दुई घरलाई बट्टा गरेको यति पर्यो हैन। त्यसपछि हामीले कराईमा नुन हालिसकेपछि अनि मरमसाला हाल्यौँ हैन। गौँटा भुट्यौँ त्यसमा। त्यसपछि हामीले फेरि गौँटा रातो बनायौँ। माछालाई हामीले पिठो र कागतीले मुछ्यौँ हैन। त्यसपछि कराईमा हाल्यौँ है। त्यसपछि हामीहरू यसरी कराईमा राखेपछि अब चाहिँ हामीले झोल हालेर खानुपर्छ। ल त्यसपछि चाहिँ हामीले यो झिङ्गे माछा खाँदैछु। मैले चाहिँ साह्रै मिठो हुँदो रहेछ झिङ्गे माछा। अनि हाम्रो खाना सुरु हुन्छ। ल अब हामीले चाहिँ यहाँ माछा ससा रेडी भइसकेपछि अब हामीले यसरी थालमा राखेर यसरी खाँदैछौँ है। मिठो छ भन्दैछन् कान्छाले है लास्टमा। हेलो साथीहरू, हामी चाहिँ आज माछा मार्न जाँदैछौँ हैन। हाम्रो टोली चाहिँ अगाडि हिँडिसकेको छ। ल हेर्नुहोस् है, यसरी हिँडिरहेको छ। अनि हामी चाहिँ खोलामा गएर अब माछा मार्न सुरु गर्दैछौँ। तयारी अवस्थामा छौँ। ल हेर्नुहोस्, यसरी झुल तल राखेर माथिबाट त्यही नै हो। अनि बिहानदेखि बेलुकासम्म हामीले मारेको माछा चाहिँ यही हो हैन। दुई घरलाई बट्टा गरेको यति पर्यो हैन। त्यसपछि हामीले कराईमा नुन हालिसकेपछि अनि मरमसाला हाल्यौँ हैन। गौँटा भुट्यौँ त्यसमा। त्यसपछि हामीले फेरि गौँटा रातो बनायौँ। माछालाई हामीले पिठो र कागतीले मुछ्यौँ हैन। त्यसपछि कराईमा हाल्यौँ है। त्यसपछि हामीहरू यसरी कराईमा राखेपछि अब चाहिँ हामीले झोल हालेर खानुपर्छ। ल त्यसपछि चाहिँ हामीले यो झिङ्गे माछा खाँदैछु। मैले चाहिँ साह्रै मिठो हुँदो रहेछ झिङ्गे माछा। अनि हाम्रो खाना सुरु हुन्छ। ल अब हामीले चाहिँ यहाँ माछा ससा रेडी भइसकेपछि अब हामीले यसरी थालमा राखेर यसरी खाँदैछौँ है। मिठो छ भन्दैछन् कान्छाले है लास्टमा।